हेलो एभ्रिवान, वेलकम टु माई मिनी भ्लग। अनि अहिले चाहिँ म यहाँ बिहानै भदैनीसँग खेलिरहेको थिएँ। अनि बहिनी पनि ट्युसन पढेर आइसकेको रहेछ। अनि त्यसलाई पनि हाई गर भने। त्यसपछि चाहिँ आज चाहिँ पानी परिरहेको थियो बिहानै। अनि मैले चाहिँ थोरै भिडियो बनाउनु पर्यो भनेर बनाएँ। त्यसपछि चाहिँ म कलेज जानको लागि रेडी हुँदैछु। अनि जाडो भएको हुनाले मैले ज्याकेट पनि लगाएँ। त्यसपछि चाहिँ म ब्याग बोकेर लागेँ कलेजतिर। अनि अहिले चाहिँ म जाँदैछु। अनि अहिलेसम्म चाहिँ म एक्लै थिएँ। अनि साथीहरू पनि भेटेँ। अनि कलेजबाट पनि अहिले हामी दुईजना चाहिँ फर्किँदैछौँ। अनि यत्तिकै नाच्दै नाच्दै झर्दै थिएँ। अनि मलाई चाहिँ चिसो लागेको हुनाले मेरो भोइस चाहिँ आज कस्तो सुनिरहेको छ। अनि म चाहिँ अहिले घर पनि आइपुगिहालेँ। अनि आएर ड्रेस फेरेर अनि दाउरा लिन आएको छु। अनि बहिनी पनि स्कुलबाट आएछ। अनि मैले उसलाई पनि हाई गर भने। त्यसपछि फेरि म दाउरा लिएर घरभित्र आइसकेँ। चाहिँ यो सानो रक्सीको पान बसाएको थिएँ जाडोको लागि। अनि रक्सी पनि उत्रिसक्यो। अनि चाहिँ आज हाम्रो चाहिँ मोमो खाने प्लान भयो। अनि त्यसपछि चाहिँ हामी जाँदैछौँ पसलतिर। बाटोमा चाहिँ काप्रा झरेको हुनाले कस्तो राम्रो लाग्यो। अनि म चाहिँ भिडियो बनाउँदै जाँदै अनि बहिनीलाई नि भिडियो गर्दै भनेर चाहिँ म चाहिँ पुरा नाच्दै झरेँ। अनि हामी गाउँ पनि पुगिहाल्यौँ। अनि नजिकैको पसलमा गएर सोद्धाखेरि मैदा छैन भन्नुभयो। अनि हामी फेरि लाग्यौँ अर्को पसलमा। हामी चाहिँ मैदा र यो मोमो मसला लिएर आइहाल्यौँ। अनि आउँदा भोक लाग्यो। त्यसपछि फेरि घरमा आएर चटपटे बनाएर खायौँ। यस्तै गाइस। अनि हामी चाहिँ अब मोमो बनाउन थालिहाल्यौँ। हामी चाहिँ 3जना छौँ अहिले चाहिँ यहाँनिर। अनि हामी चाहिँ रमाइलो गर्दै बनाउँदै कति बेला सकेको पनि थाहै भएन। अनि हाम्रो चाहिँ मोमो पनि पाकिहाल्यो। त्यसपछि हामी चाहिँ भाग लगाएर खाँदैछौँ। एकदम मिठो भएको थियो गाइस। यस्तै हो होइन। अनि आजलाई चाहिँ यति नै गाइस। अब हामी भेट्नेछौँ अर्को मेरो मिनी भ्लगमा। सो त्यतिको लागि चाहिँ